पटेका राति फोन गर्ने यो मान्छे चाहिँ बहुत खतरनाक छ। देखो ना गाइस, देखो ना गाइस, अभी मैं जा रहा हूँ बाजार। अभी मैं पटेका लूंगा, पटेका खरीद लूंगा, उसके बाद पटेका पड़काऊंगा। ये पैसा दिया है हमको 500, ये लड़की दिया है। अभी मैं जा रहा हूँ और पटेका लूंगा। तो गाइस मेरा वीडियो देखते रहना आप लोग, लाइक कमेंट मार देना। मैं गुटखा खा रहा हूँ, देखो ना गाइस। इदुलीको बजार गाइस, यो मान्छे चाहिँ बजारमा आएको भरे किनभने यता हाँस्दैछ मान्छेले त पटेका राति फोन गर्ने यो मादन चाहिँ हो। पटेका चाहिँ खोइ पटेका उयो त राखेको छ बजारको महल। देखो ना गाइस, देखो ना इदुलीको महल। इदुलीको बजार चाहिँ यस्तो लागिरहेको छ, रुखमा इदुलीको है। यो मान्छे चाहिँ खोइ के किन्न आएको, किन जल्दी पैसा नै हो भाइ। कतिको किन्ने अरे पटेका? 1 लाखको किन्ने अरे यो भाइले चाहिँ 1 लाखको किन्ने अरे पटेका हो। 5,000 को पटेका माग्दैछु मैले चाहिँ, एउटै पटेका हो, उसले दिनु सकेन। 100-200 को पटेका देखाउँदैछ। मादनले यहाँ बम देखाउँदैछ हो, उसले किन्ने अरे। झिरे लाने, झिरे कोलगास लाने अरे उसले चाहिँ हो। बम देखाउँदैछ हो, कोलगास लान्छ अरे उसले। कोलगास सब आइसक्यो उता चाहिँ। म चाहिँ बजारदेखि आइसकेँ। गरम पनि यस्तो खतरा छ के भन्नु हो। र मैले चाहिँ के ल्याएँ भन्दाखेरि चाहिँ पटेका हो। के गर्नु, दिवालीको टाइममा त पड्काउनै पर्यो नि त, जुनै हालतमा भए पनि। पटेका चाहिँ यस्तो चाहिँ लिएर आएँ हो मैले चाहिँ। स्काई सर्ट अनि त्यहाँदेखि नर्थ कोरियाको हो, चिङचङ हो कि इङकङ हो थाहा छैन। यो मान्छे चाहिँ बहुत खतरनाक छ अरे भनेको सुनेको थिएँ मैले हो। यता दिवाली खतम। सो गाइस अब चाहिँ पुरो बेलुकाको टाइम भएको छ। हामी चाहिँ के पड्काउँछौँ? आलु बम है। दिवालीमा के पड्काउनु? आलु बम, चिङचङलाई पड्काउनु भन्दा मिल्दैन अब हो। आलु बम यहाँ चाहिँ चिङचङ रहेछ, बहुत खतरनाक रहेछ। कतिको पड्किन्छ पड्काएर देखाउने। यो भाइले पड्काउँछ अरे बम, यो होला। मलाई चाहिँ पुरा डर लाग्दैछ। अनबक्सिङ गरौँ। ये अनबक्सिङ भइसक्यो। यो भाइले लिएर जान्छ अरे अब बम, कतिको पड्किन्छ हो। तपाईँहरू हेर्दै गर्नुहोस्। गो भाइ।